हो सबैलाई टासी दिलिक अनि आज चाहिँ म तपाईहरुलाई लहरचुनीको विषयमा के भन्न चाहन्छु र लहरचुनीको विषयमा भन्ने भन्दाखेरि म तपाईलाई तीन भाग गरेर भन्छु। एक भाग चाहिँ के हो भने चाहिँ लहरचुनी के हो, दोस्रो भाग चाहिँ लहरचुनी चाहिँ हातमा कसरी गर्ने, तेस्रो भाग चाहिँ लहरचुनी भित्र चाहिँ फो र मो कुन चाहिँ हो त्यो तीन भाग गरेर गर्छु। अनि पहिला चाहिँ लहरचुनी के हो त, लहरचुनी चाहिँ झिवा लङ ताक ये डुक डुल ता लुक टेल चा खी फाक हो। यसलाई चाहिँ के भन्छ भने चाहिँ लहरचुनी भन्छन्। अनि लहरचुनी चाहिँ हातमा कसरी गर्ने भन्दाखेरि लहरचुनी हातमा गर्दाखेरि चाहिँ यो देब्रे हातमा गर्नुपर्छ। देब्रे हातमा गर्दाखेरि पनि आम्लो चारवटामा गर्ने र तीनवटामा गर्ने छ। अनि म तपाईहरुलाई चाहिँ आम्लो चारवटामा गर्ने देखाउँछु। आम्लो चारवटामा गर्दाखेरि चाहिँ झिवा कहाँ आउँछ भने झिवा यहाँबाट स्टार्ट हुन्छ। यहाँबाट गर्दाखेरि चाहिँ यसरी घुमाउँदाखेरि चाहिँ झिवा लङ यहाँ सानोमा ताक ये डुक डुल ता लुक टेल यो सानोमा जा यो खी अनि फाक हो। हातमा गर्ने तरिका चाहिँ यस्तो हो। अनि लहरचुनी भित्र चाहिँ फो र मो भन्ने हुन्छ। अब फो र मो कसरी गर्ने भन्दाखेरि चाहिँ तपाईँ दुईटा आम्लोमा गर्नुपर्छ। दुईटा आम्लोमा गर्दाखेरि चाहिँ यो यहाँबाट गर्नुपर्छ, यहाँबाट झिवा भन्ने गर्नुपर्छ। यहाँबाट स्टार्ट गर्दाखेरि यहाँ पर्ने सबै फो, यो सबै मो पर्दाखेरि चाहिँ गर्दाखेरि यहाँबाट झिवा लङ ताक ये डुक डुल ता लुक टेल चा खी फाक भन्ने गर्नुपर्छ यसरी। अब यसरी गर्दाखेरि चाहिँ तपाईको उदाहरण तपाईको लोताक चाहिँ ता हो भने ता चाहिँ फो लोता हो कि मो लोता हेर्नु भए चाहिँ अब यहाँबाट गर्नुपर्छ। स्टार्ट चाहिँ यहीँबाट जहिले भने हो झिवा लङ ताक ये डुक डुल ता हो। ता पर्दै तपाईँ चाहिँ के भने यहाँ चाहिँ फो लोता पर्यो भन्ने थाहा हुन्छ ल। हो थ्याङ्क यू। आजको लागि चाहिँ यति नै होला।